आज 2082 फागुन 21 गते जुन प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको छ। हालसम्म कुनै पनि अप्रिय घटना नभइकन कञ्चनपुर क्षेत्र नम्बर 1 को सम्पूर्ण निर्वाचन प्रक्रिया सकिएको छ। अब मतपेटिकाहरू उठेर आउने क्रम सुरु यहाँ आउन बाँकी छ, तर उहाँहरू हिँडिसकेको अवस्था हो। सबै सुरक्षित मतपेटिका यहाँ आइसकेपछि हामी सर्वदलीय बैठक बसेर अब मतगणना गर्ने प्रक्रियामा अगाडि बढ्छौँ र हालसम्मको हाम्रो प्रारम्भिक अवस्था अनुसार हामीसँग कञ्चनपुर क्षेत्र नम्बर 1 का मतदाता सङ्ख्या 1,01,724 मतदाता सङ्ख्या थियो कुल, जसमा हाम्रो अहिलेको प्रारम्भिक नतिजा अनुसार 61,074 मतदान भएको छ, जसमा महिला 33,403, पुरुष 27,671 गरेर 61,074 यो मतदान भएको बुझिएको छ प्रारम्भिक रूपमा। हालाकि पछि अब अन्तिम कति मतदाता हो भन्ने त अब काउन्टिङ गरेपछि मात्रै अब यकिन हुन्छ।